रमाइलो हैन हजुर आज चाहिँ हजुर आजको याद चाहिँ हाम्रो यो भेट चाहिँ अविस्मरणीय बन्नेछ आदरणीय नाना बहिनीसँग यो चाहिँ हजुर हाइनिया हजुर थानकोटको अवसर मिलाउनु हुने चाहिँ किरात राई आयोखा जिल्ला कार्य समिति र विशेष चाहिँ आज मङ्सिर 27 गते टुरी खेलमा आयोजित साकेला सिली प्रदर्शनी कार्यक्रमको समीक्षा बैठक चाहिँ यहाँ राख्नुभएको छ। यो बैठकसँगै हामीलाई यहाँ आउने अवसर पनि दिलाउनु भएको छ। यहाँहरूलाई हाम्रो तर्फबाट धेरै धेरै आभार प्रकटसँगै धन्यवाद दिन चाहन्छौँ। यही भिडियोबाट यस्तो राम्रो रहेको छ। यो चाहिँ पारी यस्तो रहेको छ। कस्तो राम्रो ठाउँ हो नाना, कस्तो लागिरहेको छ हाम्रो कोषाध्यक्षज्यू, हाम्रो सुजाता बहिनी। मलाई चाहिँ यति प्राउड फिल भइरहेछ। जङ्गलको छेउमा एकदम राम्रो वातावरण। हजुर, हाम्रो सुजाता बहिनीसँग हिँड्न पाउँदा धेरै गर्व लागिरहेको छ, किनकि उहाँसँग धेरै अगाडिदेखि हामी सँगै हिँड्ने बस्ने इच्छा हुँदा हुँदै पनि केही समय मौका मिलेको थिएन। यो जङ्गल चाहिँ मलाई आज म गाउँमै छु जस्तो अनुभूति भइरहेको छ। ठ्याक्कै मेरो घर चाहिँ यस्तै जङ्गलको छेउमा रहेको छ। घरमा हुँदा चाहिँ त्यति जङ्गलको महत्त्व नहुने, यो काठमाडौँमा आएपछि चाहिँ फेरि जङ्गलको महत्त्व अर्कै हुँदो रहेछ। केटीहरू ग्याङ चाहिँ यो के हाइकिङलाई सुरु भयो है। अब यो त मधुरो भयो त। सुरुमै काँडाले हामी चाहिँ हाइकिङबाट अब फिर्दै गरेको है गाइजहरू। कुहिरोले पनि पछाइरहेछ है हामीलाई। सबैलाई हाई भन्दै आउनु प्लिज। हाई हाई बुहारी। हेलो गुड मर्निङ सर। बाई। मक्का जोगन फुल्यो। कराउँछ डल्लेमा डल्ले कसले हो अर्काकी छोरी पो म त नआउ है छेउमा। अर्काकी छोरी पो म त नआउ है छेउमा। जिल्ला कार्य समितिद्वारा आयोजना गरिएको यो समीक्षा सुधार बैठकमा हिजो रातभरि नाचेर बनाइले बिहान भरि नाच्नलाई जन्मेको नयाँ घिर्लिङ हुनु Go,
हिँडिन्छ हिँडिन्छ होला स्वर पनि सुकिसकेको छ हिजो रातभरि 3 बजीसम्म गायौँ हामी अलिकति त बाँकी राख्नु न 3 बजीसम्म गायौँ भन्छु के अरे हाम्रो गोकर्णेश्वरको सबै हामी त अलिकति बसेर गएर यहाँ के हाम्रो कोठा गाउनु देखि हल्ला नगरौँ उहाँहरू जानुभएको क्या म जाने सुते मन्दिरमा त गएर अनि मन्जु बहिनी चाहिँ राति आउनु भएको थियो म त सुतेँ नि अब हामी जतिको भोलि हिँड्नुपर्ने भनेर कलाकार जुट्ने त्यस्तै ठाउँ पाउन न अब अरू ठाउँमा हुँदैन मैले चाँडै सुतेँ कस्तो भइरहेको छ है एकदम रमाइलो पातले वनमा हाम्रो हाइकिङ कस्तो भयो आजकलको हाइकिङ यहाँहरूलाई कस्तो भइरहेको छ है एकदम रमाइलो भइरहेछ राम्रो भएको छ यहाँ हाम्रो नाना चिसो लागेको छ है धेरै एकदमै चिसो रहेछ नानाहरू म त यही कम्मर बाँधेको छ मामा अब हाम्रो हाइकिङको हजुर हाइकिङ अब सकेर अब केन्द्रबिन्दुतिर आइँदैछ हजुर हामी चाहिँ फर्किँदै गरेको है हजुरहरू हाम्रो साह्रो ज्ञानी अनुशासित भएर हिँडिराख्नु भएको छ हाम्रो निवर्तमान अध्यक्षज्यू धन्यवाद बहिनी अध्यक्षज्यू सेवा गुड मर्निङ ह्याप्पी हाइकिङ थ्याङ्क यू दाजु वर्तमान अध्यक्षहरू हाम्रो ठिक छ हुनु पर्यो नि हाम्रो चाहिँ जिल्लाको अध्यक्ष हुनुहुन्छ हेलो गुड मर्निङ सबैलाई फेरि पनि हामी चाहिँ नि हाइकिङ सानो हाइकिङ चाहिँ नै गरेर फर्किँदैछौँ बाटोमा अब बाँकी कार्यक्रम हुन बाँकी नै छ विशेष त यो हाम्रो वन के अरे पातले वनको रिसोर्टमा पातले वन रिसोर्टमा हाम्रो समीक्षा कार्यक्रम थियो हिजो राम्रो भव्य रूपमा भयो आज अब बाँकी कार्यक्रम छ आशा छ आज पनि एकदमै रमाइलो अनि एक खालको के भन्छ अब सम्झना लायकको क्षण हुनेछ भन्ने लागेको छ धन्यवाद अध्यक्षज्यू यो अवसर दिलाउनु भएको चाहिँ विशेष यहाँहरूलाई हृदयदेखि नै धन्यवाद दिन तर यो चाहन्छौँ हामी भन्दा हामी सबैको हो यो होइन वडा नगर हामी जिल्लाको सबैको कार्यक्रम हो हाम्रो यता चाहिँ उपाध्यक्षजी हुनुहुन्छ नमस्ते गुड मर्निङ हजुर उपाध्यक्ष भन्नुभयो मलाई हजुर के भनौँ त अब म काठमाडौँको भिडभाडमा बसेको यहाँ आएर अलिकति प्रकृतिसँग टाढा भइएछ जस्तो लाग्यो आज धेरै रमाइलो भइराखेको छ रमाइलो यो रमाइलो चाहिँ आयोजना गर्नुभएको विशेष धन्यवाद तपाईँहरूलाई हाम्रो म पनि धन्यवाद हजुर हाम्रो चाहिँ यहाँ निवर्तमान अध्यक्ष हुनुहुन्छ जिल्लाको अहिले हाल चाहिँ अहिले जङ्गलतिर छौँ हामी जङ्गलतिरबाट हाइकिङबाट हिँडेर अब गन्तव्यमा आइपुग्दैछौँ होइन हजुर अब हामी दिनुहुन्छ भने आयोजकले ब्रेकफास्ट खान्छौँ दिनुहुन्न भने पनि हामी कार्यक्रमको हलभित्र छिर्छौँ होइन त्यो हाम्रो अधिकारभित्र क्षेत्राधिकारभित्र नपरेको चिज हो नि त दिनुभयो भने मात्रै खान्छौँ हामी चाहिँ ओरिजिनल बाटो हिँडेछौँ होइन देवा हजुर हामी ओरिजिनल बाटो हिँडेछौँ होइन त हो एकदमै यो गाउँघरको याद आयो हजुर एकदम काठमाडौँको बसै यस्तो यो गाउँको यो के भन्छ अब गोरेटो बाटो नहिँडेको धेरै भएको थियो अलिकति भए पनि साह्रै याद आयो धेरै यादगार गरायो यो बाटोहरूले यो रुख बिरुवाले माथि लेकतिरको खुम्टीहरू हेर्नु पाउँदा घुम्नु पाउँदा त्यो पनि गाउँघरमै पुगे जस्तो लाग्यो हजुर एकदमै सबैलाई यही भयो भन्ने लाग्छ हामी चाहिँ कार्यक्रम स्थलतिर आइपुग्यौँ अहिले सबैजनालाई ताली बजाउँ
हाम्रो शरीरलाई वार्म हुन्छ कि उहाँहरूको लागि पानी बजाउने भन्दा नि हाम्रो शरीरको नसाहरू चाहिँ एक्सर्साइज हुन्छ है मैदान गर्ने हो ए हातको पनि उठ्दो रहेछ सँगै त्यहाँ झन् गाइड राखेको मर्निङ वकको पैँडाहरू म त फेरि पैसा हाल्छु कसो अब हाम्रो अर्को प्रोग्राम सुरु हुनेछ यही समयमा नै तपाईँहरू सोधखोज खै नाना। होला है त हस् हस् थ्याङ्क यू यताबाट घुमेर जाउँ न। परै जाने कफी नखाने हामी चाहिँ हाइकिङ सकेर कार्यक्रम स्थलतिर आइसकेको छौँ होइन त यहाँहरूलाई कस्तो लाग्यो आजको हाइकिङ एकदम रमाइलो एकदम होइन यो चाहिँ बिर्सनै नसक्ने एउटा पल रह्यो एकदम ठाउँ पनि राम्रो होइन रिफ्रेस हावा पनि एकदम स्वच्छ हावा पनि होइन एकदम रमाइलो भयो यो अवसर दिलाउनु हुने व्यक्तित्वज्यू अथवा संस्थालाई के भन्न चाहनुहुन्छ धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ हस् हाम्रो पनि धेरै धेरै धन्यवाद कटाउनु